प्रधानमन्त्री बनाइदिनुस्, तपाईहरुको लागि पनि म काम गर्छु है। धराने जनताको खाने पानीको समस्या मेरो पहिलो एजेन्डा थियो। राज्यले मलाई बजेट दिएन, हेला गर्यो है। यो त हाम्रो पार्टीको होइन, एमाले र कांग्रेसको होइन, माओवादीको हुने सरकार। यसलाई दियो भनेदेखि त अर्को चोटि पनि चुनाव जित्छ भनेर मलाई बजेट दिएन है। बजेट नदिए पनि मैले तपाईको 98 दिनमा है, हिजो मात्रै मैले तपाईको चिठरीमा पनि भनेको छु, 98 दिनमा 43 किलोमिटर टाढो हिँड्दै जाँदा के अरे तपाईको माथि तल भिर पहिरो गर्दै जाँदाखेरि 60 किलोमिटर टाढोबाट 98 दिनमा बिना सरकारी बजेट पानी लिएर खुवाए। त्यस्तो मान्छेहरुको सम्मान बुझ्नुभयो है। तर वर्ल्ड बैंकबाट, एडीबीबाट बार बार सालै पछि गरेर 62 अर्ब पैसा लगाएर पनि 1 अर्बमा 100 वटा करोड हुन्छ, 1 करोडमा 100 वटा लाख। 62 अर्ब सकेर 30 वर्ष लगाएर पनि 25 किलोमिटर टाढो नाथे मेलम्चीको पानी खुवाउन नसक्ने होइन यिनीहरु है। मलाई 1 रुपैयाँ बजेट दिएन यिनीहरुले, तर मैले जनतालाई गुहारेर, त्यसो भएको कारणले मैले तपाईको दुईटा हात सधैँभरि देखाउन चाहिरहेको कुरा के छ भने तपाईको दुईटा हात नै हो पैसा। म तपाईहरुलाई यस्तो आइडिया दिन्छु, यस्तो तपाईको वातावरण बनाउँछु, तपाईहरु सबैजना भोलिको दिनमा स्वरोजगार बन्न सक्नुहुन्छ। हर्का साम्पाक झुट बोल्दैन है। त्यो दुईटा हात प्रयोग गराएर सबै मान्छेलाई ल तपाईको बाउको नाममा, तपाईको आमाको नाममा, बाजेको नाममा, पितृको नाममा खानेपानी जस्तो पुण्य काममा सहयोग गर्नुस् है भनेर मैले चाहिँ सबैलाई बिन्ती गरेर त्यति टाढोबाट एउटा मात्रै होइन, दुईवटा पाइपमा चाहिँ मैले पानी लिएर धरानलाई खुवाएँ। भिजन छ कि छैन धरानको हर्का साम्पाको भिजन छ कि छैन? हो ल, एकछिनको लागि तपाईलाई ठिक छ, एकछिनको लागि प्रवीण शेर्मालाई तपाईले भोट हाल्नु मन परेन, तर हर्का साम्पालाई सम्झिनु एकछिन कस्तो मान्छे हो। आजको दिनसम्म होइन 1 रुपैयाँ मैले घुस खाएको छैन, 1 रुपैयाँ भ्रष्टाचार गरेको छैन, 1 रुपैयाँ कमिसन खाएको छैन। धरान उपमहानगरपालिका जस्तो ठुलो नगरपालिकाको मेयर हो म होइन। किराँत कुलमा जन्मिएको मान्छे, किराँती छोरो सालपा सिलिचुङलाई भाकेर मैले भनेको छु 1 रुपैयाँ मात्रै पनि मेरो जीवनमा, म जीवनभरि म राजनीति गर्छु, जीवनभरि 1 रुपैयाँ मात्रै पनि भ्रष्टाचार गरेर मेरो मुखमा हाले भने त्यति नै खेर मेरो मरण होस् प्रभु है भनेर मैले चाहिँ तपाईको कसम खाएर निस्केको मान्छे। पाथी भरामा मैले त्यही कसम दोहोऱ्याएको छु है। पशुपतिनाथ र बौद्धमा मैले त्यही कसम दोहोऱ्याएको छु। यस्तो खालको इमानदार मान्छे तपाईलाई यो देशको प्रधानमन्त्री चाहिन्छ कि चाहिँदैन? मैले मात्रै सुनसरीमा 1 सिट जितेर प्रधानमन्त्री बन्न सक्दिनँ म। अहिलेको व्यवस्थामा तपाईको छैन, तपाईले प्रवीण शेर्मा जस्ता मिडिया मार्फत भनिरहेको छु, हाम्रो श्रम संस्कृति माटो लिएर आएको श्रम संस्कृति पार्टीमा चुनाव चिन्ह तपाईको छैन श्रम संस्कृतिको